बारेमा म 1 वर्षसम्म बहस गर्न तयार छु, जोसँग कोसँग गर्नुपर्ने, कहाँ गर्नुपर्ने। तर यो कार्यक्रम मार्फत मैले छोटो मात्रै जानकारी दिन चाहन्छु, जानकारी। वास्तवमा यो श्रम संस्कृति के हो? श्रम संस्कृति भन्दा मान्छेलाई विकासको केन्द्रबिन्दु मान्ने अवधारणा हो श्रम संस्कृति। मान्छे मारेर विकास हुँदैन भन्ने सोचाइ हो श्रम संस्कृति है। विकासको केन्द्रबिन्दु मान्छे हो। मान्छे छ भने विकासको परिकल्पना गर्न सकिन्छ। तर मान्छेलाई विस्थापित गरेर, मान्छेलाई मारेर, कुल्चेर, काटेर हैन, तपाईको चाहिँ फसाएर कुनै तपाईको चाहिँ अर्को कुरा प्राप्त गर्न चाहँदैन श्रम संस्कृति। श्रम संस्कृतिले तपाईलाई माया गर्न सिकाउँछ। श्रम संस्कृतिले तपाईले देशलाई माया गर्नुपर्छ भन्छ। श्रम संस्कृतिले देशले तपाईलाई माया गर्नुपर्छ, सरकारले तपाईलाई माया गर्नुपर्छ भन्छ। मान्छेलाई केन्द्रबिन्दुमा राखेर बाटो बनाउनु भन्दा एउटा बिग्रेको मान्छेलाई सही मार्गमा देखाउनु ठुलो विकास सम्झने अवधारणा हो श्रम संस्कृति। बाटो चाहिँ ठुलो बनायो, मान्छे चाहिँ सबै स्वार्थी र तपाईको छैन हैन, एकदम नराम्रो खराब प्रवृत्तिका भयो भने त्यो ठुलो बाटोको कुनै अर्थ हुँदैन आदरणीय।